भिडियो गरेर चालु छ र यो चालु छैन होला नि। दोस्रो विश्वयुद्धमा संसारले भोग्नु परेको विध्वंस फेरि पनि भोग्न नपरोस्, अन्तर्राष्ट्रिय द्वन्द्व स्थापना गर्न सहज होस् भन्ने विकासमा विजयी राष्ट्रहरूले एक अन्तर्राष्ट्रिय रूपमा सन् 1945 अक्टोबर 24 संयुक्त राष्ट्रसङ्घको स्थापना भएको, साथै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, सुरक्षा, आर्थिक विकास र सामाजिक क्षेत्रमा आगामी सहकार्य र सहयोग होस् भन्ने उद्देश्य रहेको संसारका 193 राष्ट्र सदस्य रहेका छन्। कुनै पनि देशको राष्ट्रिय झण्डा त्यस देशको राष्ट्रिय एकता गौरव प्रतिको राष्ट्रिय झण्डाले नागरिकहरूलाई देशको विदेशी हित, प्रेम, देश र स्वाभिमानको लक्ष्यमा पुर्याउँछ। यिनै पृष्ठभूमिहरूलाई संयुक्त राष्ट्रसङ्घको उद्देश्यका अनुरूप विश्व शान्ति, एकता र भातृत्वको प्रवर्धन गरी सघाउ पुर्याउने उद्देश्यले देशका सदस्यहरूलाई राष्ट्रिय झण्डा र सदस्यता प्राप्त नीति समिति उल्लेख गरी द्वारा महानगरपालिका भवनमा महेन्द्रपुर अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरेको छ। यस पार्कको संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू पोखरा महानगरपालिका, गैर नेपाली सङ्घ, एनआरएनए र पार्क निर्माण सहयोगी संस्थाहरूसित अन्तर्राष्ट्रिय गरी विशेष सम्पन्नहरूलाई धन्यवाद राखिएका छन्। यस समय 2000 वर्ष लागेको छ।